डिबी लटरी 2027 को फर्म कहिले खुल्छ र यो फर्म चाहिँ किन खुल्नलाई ढिलो भइरहेको छ र यो फर्म भर्नको लागि कति पैसा लाग्छ र कसले भर्न मिल्छ त्यसको बारेमा तपाईहरुलाई यो भिडियोमा जानकारी दिनेछु। ओके, फर्स्टमा कुरा गरौँ डिबी लटरी 2027 को नयाँ फर्म चाहिँ किन खुलिरहेको छैन त त्यसको बारेमा कुरा गरौँ। डिबी लटरी सुरु भएदेखि अहिलेसम्म हरेक वर्षमा भने अक्टोबरको पहिलो हप्ता यानी कि अक्टोबर 2 तिर अक्टोबर 3 तिर भने खुल्ला हुने गरेको थियो भने तर यो वर्षको अक्टोबर भने सकिन लाग्यो, 5 दिन बाँकी रहेको छ। तर डिबी लटरीको फर्म भने चाहिँ खुलेको छैन। नखुल्नुको कारण भने चाहिँ यसमा नयाँ नियम यानी कि नयाँ रुल्सहरु लागू गरेको छ। त्यसैलाई बनाउनको लागि चाहिँ भने यो फर्म खुल्नको लागि चाहिँ ढिलो भएको छ। अब डिबी लटरी फर्म कहिले खुल्छ त भनेर चाहिँ त्यसको अफिसियल डेटहरु चाहिँ अनाउन्स गरिसकेको छैन, तर पनि यो अक्टोबर सकिएपछि नोभेम्बर तिर चाहिँ खुल्ने वाला छ। अक्टोबर सकिनको लागि 5 दिन रहेको छ, त्यसैले अक्टोबरमा चाहिँ खुल्दैन। अब नोभेम्बर सुरु भएपछि नोभेम्बरको पहिलो हप्तातिर हेरौँ कस्तो न्यूज आउँछ र डेटहरु अनाउन्स गरिसकेपछि म तपाईहरुलाई चाहिँ जानकारी दिनेछु। अपडेटहरु एकदम फास्ट पाउनको लागि हामीलाई फलो सब्स्क्राइब गर्दै गर्नु होला। र डिबी लटरीमा के चेन्जेस आउँदैछ त, नयाँ नियम के थप हुँदैछ त त्यसको बारेमा अब कुरा गरौँ। अघिल्लो वर्षहरुमा जति पनि डिबी लटरी खुलेको थियो फर्म भर्दाखेरि कुनै पैसा पनि लाग्दैन थियो, तर यो वर्षदेखि चाहिँ भने डिबी लटरी फर्म भर्दाखेरि $1 फी लाग्ने भएको छ, जुन चाहिँ फिर्ता आउँदैन। तपाईहरुको डिबी परेन भने पनि फिर्ता आउँदैन। त्यो चाहिँ तपाईहरुले फर्म भरे बापत शुल्क तिरेको रकम हो, जुन चाहिँ फिर्ता आउँदैन। तपाईहरुले चाहिँ $1 तिर्नुपर्ने हुन्छ र यही चेन्जेसहरु ल्याउनको लागि चाहिँ भने ढिलो भइरहेको छ फर्म खुल्नको लागि। र जुन $1 फी तिर्नको लागि चाहिँ भने डलर कार्डहरु बनाउनु होला। अब डलर कार्ड नै चाहिन्छ वा ई सेवा खल्तीबाट पनि हुन्छ, त्यो चाहिँ अहिले सम्म अनाउन्स भएको छैन। तर ई सेवा खल्तीबाट भएन भने त डलर कार्डै युज गर्नुपर्ने हुन्छ। डलर कार्ड कसरी बनाउने त्यसको भिडियो चाहिँ मैले बनाइसकेको छु, लिंक डिस्क्रिप्सनमा छ, गएर तपाईहरुले त्यो भिडियो हेरेर डलर कार्ड बनाउन सक्नुहुनेछ। डिबी लटरी सम्बन्धी थप अपडेटहरु भिडियोहरु हेर्नको लागि चाहिँ हामीलाई फलो सब्स्क्राइब गरेर जोडिनु होला। ओके, डिबी लटरीको फर्म छिटै खुल्दैछ र पैसा पनि फी पनि लाग्ने छ यसपालिदेखि चाहिँ भने डिबी लटरीको फर्म भर्नको लागि। सो रेडी भएर बस्नु होला, फोटोहरु खिच्नु होला। फोटो खिच्दाखेरि चाहिँ तपाईहरुले पछाडीको ब्याकग्राउन्ड चाहिँ सेतो ब्याकग्राउन्डमा खिच्नु पर्ने हुन्छ। एकदम मजाले राम्रो फोटो खिचेर रेडी गरेर राख्न सक्नुहुनेछ र डिबीको फर्म खुलेपछि भर्न सक्नुहुनेछ। आजको भिडियो यति नै रहेको छ। भिडियो मन पर्यो लाइक, कमेन्ट, शेयर, च्यानललाई सब्स्क्राइब गर्नु होला यस्तै खाले भिडियोहरु हेर्नको लागि।